घरदेखि सिन्धुवा, सिन्धुवादेखि जोरपाटी आयो। एकदम चिसो मौसम, माथि ठन्डा 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 हुँदै हामी त एकदम गर्मी 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 भएको है। त्यही भएर चाहिँ अब अहिले ठ्याक्कै 2:30 भयो। हेलो हाई दर्शक नमस्ते, हरि नमस्कार। यहाँहरू सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। सदा चाहिँ आज पनि एउटा भ्लग लिएर आएको छु। आशा छ यहाँहरूले मन पराइदिनुहुन्छ। साथसाथै मेरो आरबी युट्युब च्यानललाई सब्सक्राइब गरेर साथ दिनुहुन्छ होला र सेयर गरिदिनुहुन्छ र लाइक गरिदिनुहुन्छ होला भन्ने पनि पुरा विश्वास गरेको छु। आज एउटा विशेष भिडियो रहेको छ। आज चाहिँ म लङ ट्रिपको भिडियो लिएर आएको छु होइन। आज म धनकुटा लक्ष्मी नगरपालिकाबाट चाहिँ काठमाडौँको यात्रामा, त्यो पनि बाइक यात्रामा जाँदैछु। म र मेरो भाइ जाँदैछौँ हामी। लेट्स सी हामी चाहिँ अब जाँदा जाँदैको भिडियो चाहिँ म अन्तिमसम्म काठमाडौँसम्म पुगुन्जेलसम्मकै म तपाईँहरूको लागि तपाईँहरूलाई म देखाउन चाहन्छु कस्तो छ सिचुएसन अवस्था हेरेर म तपाईँहरूलाई भिडियो रेकर्ड गर्दै म भिडियोहरू बनाउँदै जानेछु, फोटो खिच्दै जानेछु। लेट्स सी गाइस, अब चाहिँ जाउँ है त। घरदेखि सिन्धुवा, सिन्धुवादेखि जोरपाटी आयो। एकदम चिसो मौसम छ है। अब हामी चाहिँ जोरपाटीदेखिको यात्रा जारी छ। एकदम बहुत चिसो छ हाम्रो, लास्टै चिसो छ है। अब हामी बिस्तारो जानेछौँ। काठमाडौँसम्मको यात्रामा हामी जाँदैछौँ दुईजना। Beri di mana?
अहिले चाहिँ हामी ठक्क सिन्धुवादेखि तलतिर जोरपाटीमा छौँ। भाइ र म चाहिँ जोरपाटी आइपुगेको। एकदम चिसो मौसम छ है। यस्तो ज्याकेट लगाइरहेछ र पनि भित्र आउटर पनि छ र पनि यस्तो साह्रो ठन्डा छ है। यस्तो हुस्से छ, ढप्पै लागेको छ हुस्से। यस्तो चिसो छ कि हाम्रो धनकुटातिर अझै पनि यस्तो चिसो छ क्या। अहिले पनि यति चिसो छ, यतातिर ढुस्से हुस्से लागेको छ। एकदम चिसो, यो बाँदलै चिसो आउँछ, एकदम चिसो छ हाम्रो चाहिँ। माथि ठन्डा 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 हुँदै हामी त एकदम गर्मी गर्मी गर्मी। फाइनली गाइस, धरानतिर पुस्रेमा हामीले पेट्रोल पंप भरेर फुल बनाएर चाहिँ अब चाहिँ हामी हिँडेको गाइस। सर हामी धरान आइपुग्यौँ अहिले। अब धरानदेखि थोरै काम छ। अब ओ गाइस, धरान आइपुग्यो अब चाहिँ है। धरान आइपुग्यो। एकजना भाइ आउँदैछ, एकजना भाइलाई चाहिँ अब यहाँ राखेर अनि हामी दुईजना चाहिँ जान्छौँ। अब यहाँ चाहिँ अब थोरै काम छ, अब खानासाना होइन, खाजासाजा खाएर चाहिँ हामी यहाँबाट कन्टिन्यू। अब यहाँबाट चाहिँ कन्टिन्यू यहाँ चाहिँ नन स्टप यात्रा रहनेछ काठमाडौँसम्मको। तबसम्मको लागि हामीले हेर्दै गर्नुहोस् है गाइज। ल, धरानबाट खाजासाजा खाइयो, बाइकहरूमा तेल भरियो, बाइकहरू सर्भिस गरियो। त्यही भएर चाहिँ अब अहिले ठ्याक्कै 2:30 भयो, धरानमा हुँदै 2:30 भयो। अब लेट्स सी कहाँसम्म पुग्छौँ है। हामी चाहिँ अब यहाँबाट चाहिँ नन स्टप जानेछौँ। लामो यात्रा गर्दाको एकदम रमाइलो पल पनि है, एकदम दुःख गाह्रो पनि हुने। अहिले चाहिँ हामी कटारीदेखि 3-4 किलोमिटर अगाडि छौँ। अब हाम्रो यात्रा चाहिँ, भाइको र मेरो यात्रा चाहिँ सिन्धुलीसम्मको यात्रा गर्ने तय गरेका छौँ हामीले। अब ठ्याक्कै अहिले 5:51 पनि गयो। एकछिन 1.5 घन्टा पुग्छ मलाई लगभग। यहाँबाट 70 किलोमिटर जस्तो रहेछ। 70 किलोमिटर चाहिँ हामी 1.5 घन्टामा पुग्छौँ कि भन्ने हाम्रो अन्दाज छ। अब बिस्तारो जानेछौँ, रात पनि पर्दैछ। हामी सिन्धुलीसम्मको यात्रामा छौँ आजको लागि चाहिँ। त्यस्तो हो, रात पर्यो। अब म भिडियोलाई अन्त्य गर्न चाहन्छु। भोलि फेरि अर्को भिडियो लिएर आउनेछु है त गाइस। हस्।